सुन होस् कि हीरा मतलब भएन, तर चर्चामा चाहिँ आउनु पर्यो, भाइरल चाहिँ हुनु पर्यो। गडेउला होस् कि किरा, 3 जना सानो नानीहरू पानी परिरहेको बेला रेनकोट ओढेर टुकुन टुकुन स्कुलमा जाँदै गरेको एउटा भिडियो केही दिन अगाडि सामाजिक सञ्जालमा निकै भाइरल भयो। लाखौं नेपालीहरूलाई त्यो भिडियोले आफ्नो बालपनको याद दिलाएको भन्दै निकै शेयर गरे, निकै मन पराए। तर अचम्मको कुरा ती सानो नानीहरूको जिन्दगीमा पनि राजनीति प्रवेश गरिसकेको रहेछ। कन्टेन्ट क्रिएटर बाल उदाईको एउटा समाचार सुन्दाखेरि मलाई अचम्म लाग्यो। आखिर के रहेछ त त्यस्तो अचम्मको समाचार, तपाईहरु पनि सुन्नुहोस्। ल धेरै धेरै बधाई छ यी तीनै जना भण्टाङ बुण्डुङहरूलाई। साथीहरू, केही दिन अगाडि यी तीनै जना भण्टाङ बुण्डुङहरू टुकुन टुकुन स्कुल जाने क्रममा यिनीहरूको भिडियो कसैले खिचेर सामाजिक सञ्जालमा हालिदिइसके पछाडि यिनीहरू निकै भाइरल भइरहेका छन्। र यसरी भाइरल भइरहेका यी तीनै जना बालिकाहरूलाई त्यहाँको स्थानीय स्कुल र गाउँपालिकाले समन्वय गरेर स्नातक तहसम्म यानि कि उच्च शिक्षासम्म यिनीहरूको शिक्षा निशुल्क गर्ने भएका छन्। यानि कि यिनीहरूलाई उच्च शिक्षासम्म त्यहाँको गाउँपालिका र त्यहाँको स्थानीय बोर्डिङ स्कुलले निशुल्क पढाउने भएको छ। यी बालिकाहरू हुन् साथीहरू रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर 4 टोलवाङका। र यी तीनै जनाले टोलवाङको सुरपाल बजारमा रहेको एडभान्स चाइल्ड केयर सेन्टरमा पढ्दै आइरहेका थिए साथीहरू। झरी परिरहेको बेला प्लास्टिकको रेनकोट ओढेर टुकुन टुकुन स्कुल जाने क्रममा कोही एकजना युवाले यिनीहरूको भिडियो खिचेर सामाजिक सञ्जालमा हालिदिइसके पछाडि चौतर्फी यिनीहरूको भिडियोलाई लिएर प्रशंसा, आफ्नो बाल्यकालको याद दिलाएको भनेर सबैले शेयर गरेका थिए, कन्टेन्टहरू बनाएका थिए साथीहरू। र यसरी यिनीहरू भाइरल भइसके पछाडि अहिले आएर गाउँपालिका र त्यही स्कुल जहाँ अहिले यिनीहरू अध्ययन गरिरहेका छन् त्यही स्कुलको सहकार्यमा यी तीनैजना नानीहरूलाई उच्च शिक्षासम्म निशुल्क अध्ययन गराउने प्रतिबद्धता उनीहरूले जनाएका छन्, गाउँपालिकाले र त्यो स्कुलले जनाएका छन् साथीहरू। समाचार माध्यमहरूमा आए अनुसार साथीहरू उनीहरूलाई 6 क्लाससम्म अहिले उनीहरूले जुन स्कुलमा पढिरहेका छन् एडभान्स चाइल्ड केयर सेन्टरमा 6 क्लाससम्म त्यस्तै स्कुलले त्यही बोर्डिङ स्कुलले पढाउने र 6 क्लास माथि उच्च शिक्षासम्म स्नातक तहसम्म रुन्टीगढी गाउँपालिकाले पढाउने भनेर यसरी सम्झौता भएको छ। यी 3 जना बालिकाहरू मध्ये साथीहरू 2 जना दिदीबहिनी हुन् भने 1 जना छिमेकी हुन्, जसमध्येकी सबैभन्दा सानी छन् सिया घरती जो 3 वर्षकी छन् र उनकै दिदी अर्की छन् मन्जिता घरती जो अहिले 6 वर्षकी छन् र अर्की 1 जना छन् मन्जिता पुन जो अहिले 5 वर्षकी छन्। मन्जिता घरती र सिया घरती दिदीबहिनी हुन् भने एउटै घरका दिदीबहिनी हुन् भने साथीहरू मन्जिता पुन उनीहरूकै छिमेकी हुन्। यसरी सँगै स्कुल जाने क्रममा यिनीहरूको भिडियो भाइरल भइसके पछाडि अहिले आएर गाउँपालिका र उनीहरूले अध्ययन गरिरहेको स्कुलले यसरी उनीहरूलाई उच्च शिक्षासम्म फ्रीमा पढाइदिने भएको छ। सायद तपाईहरुको मनमा प्रश्न उठिसकेको हुन सक्छ कि नानीहरूको भविष्य राम्रो हुने भयो, आखिर यसमा अचम्म मान्नुपर्ने कुरा चाहिँ के छ त? तपाईहरुलाई त्यस्तो लाग्नु पनि स्वाभाविक हो, तर यसमा अचम्म मान्नुपर्ने कुरा र राजनीति गुसिसकेको कुरा पनि सत्य हो र सत्य छ। त्यो सब कसरी र किन म तपाईहरुलाई बताउँछु। यी नानीहरूलाई 3-4 वर्षसम्म जुन यी नानीहरू पढिरहेको छ त्यही बोर्डिङ स्कुलले 6 कक्षासम्म निशुल्क पढाउने रे, अनि त्यस पछाडि त्यो भन्दा माथिको उच्च शिक्षासम्म त्यहाँको गाउँपालिकाले निशुल्क पढाउने रे। यी नानीहरू पढ्दै गरेको प्राइभेट स्कुलले बोर्डिङ स्कुलले 6 कक्षासम्म निशुल्क पढाउनेमा कुनै पनि अचम्म मान्नु पर्ने कुरा छैन। त्यो किन भन्नुहुन्छ भने नानीहरूको भिडियो भाइरल भइसके पछाडि हजारौं मान्छेहरूले त्यो स्कुलको बारेमा जान्ने कोसिस गरे, बुझ्ने कोसिस गरे। एक प्रकारले त्यो स्कुलको विज्ञापन भयो, त्यो स्कुलको प्रचार प्रसार भयो। अब त्यो प्राइभेट स्कुलमा विद्यार्थीको संख्या पनि पक्कै पनि बढ्नेछ, अर्थात् त्यो प्राइभेट स्कुलको बढ्नेछ, आम्दानी बढ्नेछ। त्यहाँबाट ती नानीहरूलाई 6 कक्षासम्म निशुल्क पढाउँदाखेरि केही फरक पर्दैन। त्यो विद्यालय शिक्षा व्यापारी व्यवसायको व्यवसाय बढ्यो। तर मलाई अचम्म लागेको कुरा त्यहाँको गाउँपालिकाले ती नानीहरूलाई उच्च शिक्षासम्म निशुल्क पढाउने रे। अब यहाँ गाउँपालिका प्रशासन, मेयर, उपमेयर माथि प्रश्न उठ्छ के कुनै पनि विद्यार्थी बालबालिकाले निशुल्क शिक्षा पाउनको लागि सामाजिक सञ्जालमा भाइरल नै हुनुपर्छ र? अब त्यो गाउँपालिकाले 6 कक्षा भन्दा माथि चाहिँ गरिब जनताले तिरेको करबाट ती नानीहरूलाई त्यही प्राइभेट स्कुलमा सरकारी लगानी गरेर पढाउने हो कि सरकारी सामुदायिक विद्यालयमा नै लगेर पढाउने हो त? अब तेस्रो प्रश्न, त्यो गाउँपालिकाले विपन्न, गरिब, मेहनती, इमानदार, जेहेनदार विद्यार्थीलाई छानेर निशुल्क पढाउनु पर्ने हो कि सामाजिक सञ्जालको लाइक, भ्युज र कमेन्टको आधारमा उच्च शिक्षासम्म निशुल्क पढाउनु पर्ने हो? अब चौथो प्रश्न, त्यो गाउँपालिकाले आर्थिक अभावकै कारणले गर्दाखेरि सरकारी विद्यालयमा नै राम्रोसँग पठन पाठन गर्न नसकेका विद्यार्थीहरूलाई छानेर निशुल्क शिक्षा दिनु पर्ने हो कि महँगो फी तिरेर प्राइभेट स्कुलमा पढाउन सक्ने क्षमता भएको, त्यस पछाडि सामाजिक सञ्जालमा भाइरल भएको विद्यार्थीलाई उच्च शिक्षासम्म निशुल्क पढाउनु पर्ने हो? अघि मैले सुरुमा नै त्यो नानीहरूको जिन्दगीमा राजनीति पस्यो किन बनेको हो भन्नुहुन्छ भने सामाजिक सञ्जालमा चर्चित भएकै कारणले गर्दाखेरि जनताको सेन्टिमेन्ट बटुल्नको लागि त्यो गाउँपालिकाको अध्यक्षले आफ्नो राजनीतिको प्रचार प्रसार गर्नको र आफ्नो कामको प्रचार प्रसार गर्नको लागि गाउँपालिकाले ती नानीहरूलाई उच्च शिक्षासम्म निशुल्क पढाउने निर्णय गरे। अर्थात् काले काले मिलेर खाऊ बाले, बाढ में जाए देश, बाढ में जाए गरिब जनता। जनताको सेवा
गर्छु भनेर गएकाहरू पनि आफ्नो फाइदा छैन भने त वास्तवमा नै सेवा र सहयोगको आवश्यकता भएको आफ्नै आँखा अगाडि भए पनि आँखा बन्द गरेर ठाडो अनुहार पारेर कुल्चेर हिँड्छन्। सुन होस् कि हिरा मतलब भएन, तर चर्चामा चाहिँ आउनु पर्यो, भाइरल चाहिँ हुनु पर्यो, गडेउला होस् कि किरा। यस विषय तपाईँहरूको भनेपछि तपाईँलाई के लाग्छ आफ्नो विचार कमेन्ट नलेख्नुहोस्। अनि यो भिडियोलाई सक्दो शेयर गरेर स्टन्टबाज प्रचारबाजको लागि जनताको वास्तविक पीडा नबुझ्ने वास्तविक समस्या नदेख्ने अन्ध नेताहरूसम्म पुर्याइदिनुहोस् है त।